ल त गाइस अब हामी चाहिँ अब पापमा बिचतिर जाँदै यसो माउन्टतिर हो कि है माउन्टतिर जाँदै दुई शब्द 1 2 1 प्रथमेश लुक्स हेर लुक्सै खतरा खा के तर ओहो के भन चङ्गाई अल्सर फर टुडे हामी चाहिँ माङ्गानुईको म्याप्स हेर्दैछौँ है राईको स्यागै फरक छ कि है राई के त भनिदिनु पर्छ कि राई तपाईँले हेरिसकेपछि यार कहाँ हो रे आजल जाने चाहिँ ल गाइस अब चाहिँ बिदान भाइले चाहिँ चलाउँदैछ त्यसरी मैले भिडियो गर्दै अब चाहिँ हामी हिँडिसक्यो बालेन प्रधानमन्त्रीमा उठ्ने न्युज भर्खरै आएको हुनाले हामी चाहिँ बालेनको गीत सुन्छौँ अब ल है त होइन कपिराइट लाउँछ बहिनी फेरि लाग्दैन तर बोलिराख्नुपर्छ हो र बोलिराख्नुपर्छ अब चाहिँ हामी यहाँ बाहिर अब चाहिँ हामी निस्किसकेका छौँ घरबाट त्यसैले बालेनको गीतमा कस्तो नि के प्रधानमन्त्री होला त बाले हुन्छ सबको सपोर्टले चाहिँ हुनै पर्ने हुन्छ अनि हामी न्युजिल्यान्डमा बोलाउनु पर्छ है बालेलाई ल है त न्युजिल्यान्ड विकास गर्नुपर्छ फेरि त्यही सुन्न मन लाग्यो कि हाम्रो दाइ चाहिँ आधी किवी भइसक्यो हो म चाहिँ किवी भइसक्यो अब भाइहरू नि बिस्तारै हुँदैछ ल है त यो चाहिँ बाहिरको नजारा यस्तो छ आज चाहिँ अलिक चिसो चिसो हल्का घाम नि अब आउने जाने भइरहेको छ हामीलाई न त ह्याप्पी धेरै गर्मी हुन्छ सुरुमा त्यो बस स्टपबाट हामी झरेको त्यो ठाउँ चाहिँ मलाई हरि मनपर्छ हदा हामी आएको थियौँ त्यही हो कि टरङ्ग आइज त्यो चाहिँ सिटी लाइफ दामी छ क्या त्यो चाहिँ पुरै सिटी भाइब छ पुरै त्यहाँ चाहिँ सफा है अनि त्यो ठ्याक्क अब चाहिँ हामी कता आइपुग्यो नि टरङ्ग आइपुग्यो एयरपोर्टमा चाहिँ अहिले चाहिँ हामीले लेटेस्ट आइफोन 17 होइन 17 प्रो म्याक्सबाट भिडियो बनाउँदै धेरै राम्रो छ क्वालिटी यसको 17 प्रो म्याक्स होइन त नि अब चाहिँ हामी बिस्तारै आइपुग्नु लाग्यो हाम्रो डेस्टिनेसनमा अगाडि चाहिँ भाइले चलाउँदैछ बाइक कस्तो फिल हुँदैछ सिटी भाइब्स आइरहेको छ नि हल्का अब यताबाट चाहिँ पुरै सिटी भाइब्स आउँछ नि अहिले आएको थियो त अहिले त फेरि हरायो अहिले आउँछ हामी अस्तिको पालि आएको नि यही बाटो है रोहित साबनलाई चाहिँ कस्तो फिल भइरहेछ रमाइलो लागिरहेछ घरमा छुन्नेर बस्यो केजमा बसेको चरा बाहिर उडेर जस्तो पंख फिजाई आकाशमा स्पिडवाला हो मलाई याद आयो अहिले चाहिँ यता यस्तो राम्रो भ्यू छ यहाँ चाहिँ आज चाहिँ दिन पनि मिठो भयो ब्युटिफुल सनी डे है माथि माथि तलको गएछ ऊ त्यो माथिको नि हो क्या लालीगुराँसै हो क्या त्यो त्यो अगाडि कुन चाहिँ फुल हो यो यहाँ चाहिँ पुरै बाटो रुख फुल के अरे फुल छ यहाँ यो चाहिँ हो के याद आएन ए यो हामीले अस्ति भिडियो बनाएको बाटो त अनि यो अनि यहीँ आएको त बेलुका के नाचेको तिमीहरू यहीँ त नि होइन के दाइ के बेलुका यही बाटो आएको होइन त नि अनि कहिले अस्ति नै भाइमा तपाईँ ए
अनि यो बाटो लेफ्ट है उता त लेफ्ट ओहो गुडनेस मी के दियो मान्छे आज त्यो छन् पुरै होलिडे अहिले समरमा त्यस्तै गाडी आछ त्यहाँ नि यही राख्दिने हैन भाइले राख्छ त्यहाँ अनि भाइले राखेन भने के त्यसले राख्यो नि अनि कहाँ राख्छ त्यो त सिधै मिलेन नि घुमाएर आउनुपर्छ हामी जानु चाहिँ कता हो यता हो त्यता हो न ल हामी चाहिँ हल्का बिचको छेउतिर आइपुग्यो अब चाहिँ हामी यहाँ पार्किङ खोज्दैछौँ अब उइस कस्तो फिल भयो आजलाई आज अझै सुते यहाँ चाहिँ अहिले चाहिँ पुरै आकाश यस्तो देखिरहेको छ चिसो मौसम चिसो हावा पायो हेन्डिक्यापमा भयो होइन हजुर यही वरिपरि जाब आउँछ पार्किङ हुँदा हुँदै हामी त यही लेफ्टमा मात्रै हेर्नु पर्यो होइन आज लेफ्टमा घुमाएर हाल्ने मात्रै लेफ्टमा नि अब खै पार्किङ पाएको हो भने ल अब हामी पार्किङ पाएपछि भेटौँला है त जाऊ रे ए समुद्र आयो समुद्रको नजारा हेर है साथीहरू घरको अगाडिको बाटो बाइक ए म त त्यहाँ जाने भयो भनेर अहिले चाहिँ हामीले यहाँ पार्किङ नपाएको अवस्था एकदम नाजुक छ स्थिति खै चरा देखेँ मैले चरा छ यहाँ चाहिँ यहाँ चाहिँ पुरै फुड ट्रकहरू छ यहाँ चाहिँ हुनुहुन्छ यहाँ त अब सबै झरी स्ट्रिट फुड स्म्यास स्ट्रबेरी वान स्म्यास म चाहिँ ए के रातो हट्टी होइन र पाएर हो साथी ए तिम्रो बाटो काट अनि हामी चाहिँ चौचो है भनेर यस्तोमा बसेको है फोनाको के हो ओए गाडी हेर नि त्यो गाडी भिन्टेज गाडी ल भिन्टेज गाडी भिन्टेज हामी चाहिँ पार्किङ नपाएको अवस्था विधान भाइ हामी एक लट अगाडि गएर हामी एक लट अगाडि हेरौँ उनीहरूलाई आउँदै गर भन न हामी आउँछौँ यतै आउँदै गर्नु यो हो नि त माउन्ट एक घन्टा लामो चल्ने माउन्ट अगाडिको चाहिँ 1 घन्टा चल्ने माउन्ट त हामी जानुपर्छ अहिले चाहिँ यहाँ पार्किङ खोज्दैछ पार्किङ चाहिँ एकदम नाजुक छ यहाँ चाहिँ कम्प्लिकेट छ ल समुद्र भर्खर दिइरहेको समुद्र उहिलेबाट थियो त्यहाँ सुन झ्याल खोल्नु न पहिला झ्याल खोलेर कता खिच्नु न देख्नु भयो खोइ दाइको आँखा र कान मर्दिन नेपाल न्युज अहिले बजेको छ घडीमा 1 बजा लागेको छ 12:50 भइसकेको छ अब एकछिन अब यहाँ चाहिँ यस्तै छ घरहरू चाहिँ यहाँ बनाए उठा उता अहिले भेटौँ एकछिन ये फाइनली पार्किङ पायो ल है ल ठ्याक्क बिचकै अगाडि यही पायो दामी 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 बिहा भयो ल अब एकछिन भेटौँला फेरि फाइनल्ली हामीले चाहिँ अब के अरे ऊ भेट्यो होइन पार्किङ भेट्यो नि दाइ पार्किङ भेट्यो नि होइन सोध्छ राचल त ल दाइ के भन्नु नि त 2 शब्द यसो ल हामी चाहिँ फाइनली पार्किङ भेट्यो अब चाहिँ हामी त्यहाँ कता हो एकचोटि देखाउनु नि तपाईँको यसो स्पेस यसरी ल त्यहाँबाट एउटा है यस्तै छ हाम्रो
केही छैन सिल्लेर यहीँ उयो आएको छ प्याराग्लाइडिङ यहाँ पनि छ हात एउटा अहिले यहाँबाट हामी चाहिँ त्यो माउन्ट पुग्यो सानो मिनी माउन्ट चढ्न लाग्यो सियु ल जाऊँ हामी हाम्रो छुट्टीमा हामी तिनजना यता तिनजना यता है हामी चाहिँ गाउँठाउँमा हुर्केको मान्छे प्लिज डोन्ट क्याप्चर एनी भिडियोज बिलो दिस ओके ओके ल चाहिँ गाई छ है गाई छैट जङ्गलको बाटो अनि त्यता भ्यू चाहिँ वाल छ है यता पाना हामीसँग अहिले खानको लागि चाहिँ के मात्रै छ भने देखिदिनुहोस् यस्तै साह्रोले हामी चाहिँ भन त भाइ चाड ल के हो कुरो हामी चाहिँ बुढाबुढी अनि भाइ भएर चाहिँ हामी पानामाको जङ्गलबाट अमेरिकाको कुन साइड हुँदै थियो मेक्सिको 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 खानेको खै खै भाइ के छ यो पानी हो अब पानी अब तपाईँ यही भेटियो है हजुर ल तपाईँहरू पनि पानामा जाँदै हो ल हेरौँ है भ्यू इज सिमिलर टु दिस तर माथि गएपछि जन्मवाल छ स्योर छ हिँडौँ हिँडौँ ल स्योर है गाइस Mount Manganui. Mount Manganui. Bye. Kola man. Big shout out to AK. खोला में के रे भाइ तिम्रो निकनेम निकनेम हैन त के रे युली है टिकटकमा युली एकदम हाम्रो पबजी ब्रोडकास्ट गर्ने खतरा मान्छे हैन भाइ दाइ के रे मिस्टर राजा कि के रे दाइ राजा दाइ राजा दाइ मिस्टर राजा कि के रे दाइ हेरी कता हेर हेर त्यहाँ अनको डुङ्गा दुईटा आँखै त्यही छ त्यति भएर खानी मुखलाई जुङ्गाले छेक्दैन बुझ्यो नि के कुरा भइरहेछ होला थाहै छैन यति बेर खानु मिल्दैन है लगाइस ऊ त्यहाँबाट पौडिँदै गएर उहाँ पुग्दिने अनि उहाँ दिनभर सुत्दिने अनि बेलुका भएपछि टक्क फर्किने अनि घर आउने च्यालेन्ज तर खानेकुरा कसरी लाने भन्ने कुरा हो कि दाइ नपौडिने के त्यहाँ डुङ्गा लाने ए मिस्टर राजा हुन्छ नि मिस्टर राजाको युली भाइको आफ्नै पारामा हो अनि फेरि हाम्रो यहाँ गाइजहरू ब्युटिफुलहरूको फेरि यहाँ आफ्नै पारा खा फेरि सबै आफ्नो पारामा तर भ्यू भनेको चाहिँ यस्तो छ भ्यू चाहिँ रोच्चाको बिदान भएर गाह्रो छ ल यहाँ चाहिँ हाम्रो टिकटकको लागि त्यो त अलि अर्कै देख्यो त्यो त सिरियस भएर खुट्टा ढोगिदिन्छु केटीको पालो नदेखाउ त प्लिज
दुईजना त्यहाँ बिचरा उस मिलेन के हाइट भयो नि त यहाँ चाहिँ पुरा भिडियो सुट हुँदैछ यहाँ चाहिँ अलिकति यतापट्टि आउँदिनु अब नयाँ म्युजिक भिडियो आउँदैछ है यहाँ चाहिँ बिरान भाइ र रुस्ता बहिनीको ल है तर फुलै ढाके स्ट्रगल फर एक्जिस्टेन्स है त्यो भइरहेको ल ए आमा यति मान्छे पुरै छोडिदिनु यस्तो यहाँ कति धेरै थाहा भएन वा मेरो माया तिमीले सबै लिन सक्नुहुन्छ ढुङ्गा हो क्या अघि यो उमा राख्ने भनेको के त्यो प्लानमा क्या टन्नु लिएर गएर तर हामीले लानु धेरै सकिन्न होला केमा राख्ने र भन्नाले अहिले केमा राख्छौ त ल त दाइ चाहिँ पुरै दाइ भाइब्स हो तिमी पछाडि अड्छ राख्ने हेर मेरोमा धेरै अट्दैन यार त्यही एउटा भिडियो खाने ढुङ्गा गीत दिन्छ अनि जो कहाँ यस्तो हेर्छन् मान्छे नगएर हुन्छ खास गर्न खोजेको के हो त के पुरै वहीँ पुऱ्याइदिन्छु भनेर क्या ढुङ्गा वहीँ भनेको के तल ल यो चाहिँ जस्ट फर इन्फर्मेसन है मुटुरी रिक्रिएसन रिसर्च नो टक्स गाडी कस्तो भिन्टेज गाडी बवाल रहेछ वेलकम ब्याक गाइज हामी चाहिँ खरबुजा किन्नु गएको लाएर मोमो खाने गरिरहेको मेरो चाहिँ यो अहिलेको नयाँ लुक्स हो यस्तै हो पर्ने यो दाइ मेरो फोन दिनु दाइ के छ कस्तो छ ट्राई हान्दैन 20 मोमो भन्दाखेरि हाम्रो चाहिँ दादा तपाईलाई छ भने यो भाइले भनेको बाइकलाई यो पनि छ है भने के छ भन्न पाइयो मलाई भाइले गयो भन्ने कुरा भाइले भन्यो तर यहाँ अझै छ सिङ छ क्या अझै त्यो अजिनामोटो अझै अपन बस्ताको पनि तर त्यो पनि छ पुष्पनीहरु बियर नुनी हो दाइले हो के अझै एउटा कुरा लास्ट लास्ट एउटा ठुलो कुरा तिम्रो स्पेशल के छ त्यो खास थियो पाएसँग त्यो हाल्ने हो क्या खास हाल्ने कुरा हो त्यो हाम्रो घरमा आज भोलि नयाँ आएर हाल्ने धनिया अनि आँचलको यार स्पेसल सुप हो कि चटनी हो आँचल सुप हो तेल हालेन यहाँ घिउ हाल्नु तेल हालेन घिउ हो ओ हामी अब खाने बेलामा भेट्छौँ मोमो सेट सबै चटनी सेट अनि हाम्रो सुप है सुप पनि सेट मोमो मोमो मास्टर मोमो पनि सेट एभ्रिथिङ इज सेट यसलाई के फ्रोजन हाल्ने हो यो त यस्तो राम्रो प्लेटिङ भइरहेको खाने बेला भयो गाइस 18 वटा हालेको छु है तर यसरी राखे नखप्टाए किनभने पसिनाले उसुना हामीलाई हो अहिले यतिको गाइस एकैचोटि खाने बेलामा है कस्तो कस्तो मिठो धनिया थोटो गराछ कतिजना कतिवटा पुग्छ मर्जिना हजुर कतिवटा पुग्ने भयो अझै आको भाडा छ ए होइन खास मैले यहाँ उसको लागि मात्रै लोभी भएर सोधेको होइन है फेरि
फेरि यता आँचलको फेरि छुट्टै छ डिपार्टमेन्ट। भाइ कुन डिपार्टमेन्ट? म चाहिँ भयो त भयो हँ टेस्टिङ गर्ने टेस्टिङ डिपार्टमेन्ट। दाइ कुन डिपार्टमेन्ट तपाईँ? म यहाँ हेल्पर ल अनि आउट बस्छ दैनिक फोन दिनु मलाई हिँड्ने बेलामा है यहाँ यति खिचा खिचिराखेको अनि नबोल न। बोलाउनु भएन ल दाइ बस्नु तपाईँ। बोलाएको के ल है बोलाएको तर दामी खाने कुरा। यहाँ भनेको मैले यहाँ सबसे कसले मिठो गरेर खाने है? ल भाइ तिम्रो सबैभन्दा मिठो गरेर खाने स्टाइलले खाइदेऊ। सबैभन्दा मिठो स्टाइलले खाइदेऊ न कसरी खान्छ। बसेन हामीले है। ल भाइको मिठो स्टाइल मेरो थाहा तिम्रो थाहा है? दाइ तपाईँको सबैभन्दा मिठो स्टाइलले खाइदिनु। होला मिठो सबैभन्दा मिठो स्टाइलले के कसरी खान्छ भन्नुहुन्छ तपाईँले? यस्तरी होइन धेरै काउन्ट गर्नु है टमाटर अब ल रेडी 1 2 3 गो गो ल ओइ एडमा हाल्दैन यार म यार हो यार दाइ यार तपाईँलाई ल मर्जिन आएको सबभन्दा मिठो स्टाइलले सुप खाइ नि हुन्छ मोमो खाइ नि हुन्छ ल। मैले यस्तै मसँग एउटा मात्रै मोमो खाएर मसँग होइन तर मलाई एकदम खाना मन लागिरहेको भन्नाले अहिले भयो पनि एउटा मात्रै हो। होइन अँ त्यस्तो सिजन छ भने चाहिँ मैले यस्तो गर्छु होइन चट्टुमा हाल्छु अँ फेरि यो पनि गर्छु मेरो मुखमा असर गर्दैन भयो मिठो भयो भाइ। तिम्रो ल म चाहिँ होइन यस्तो चट्टुमा मजाले डोब्छु अनि हल्का खाल्टो पार्छु होइन अनि यो खाल्टोबाट जुस यहाँ हाल्छु ओए यो चाहिँ हो भन अब खुवाइ कतिको मिठो छ भन्ने कुरा। अनि यस्तो पनि ल मलाई चाहिँ रोचाले खाएको हेब्बी मन पऱ्यो है। एउटा त्यसरी खाइदियो बुढी भएर चाहिँ होइन फेरि। तरुण भयो ल अब हामी चाहिँ जाँदैछ अब चाहिँ हामी जाँदैछौँ होइन। नरौँ न गाइज नरौँ रोचा चाहिँ रोइदिनु बेल्नु भन्दै फेरि। ल ल मर्जिन है ल भाइ ल भाइ है ल आज ल भाइ राम्रोसँग जाऊ ल आज मामा हेमिल्टनबाट ए अकल्यान्ड ए के अरे टिपुकेबाट हेमिल्टन सवारी ल ल बाई बाई आज अब अहिलेसम्म अब कहिले हो ह्यापी बर्थडे भेरी मच फर आई